everyone, welcome to my new video. चाहिँ हामीहरू सबैजना मिलेर हाकाता जान लागेको हो अनि हामीहरू चाहिँ घरबाट निस्कियौं अनि हामीहरू चाहिँ हाकाता भन्दा पहिला सुरु चाहिँ लालापुर भन्ने ठुलो पसलमा जान लाग्यौं अनि हामीहरू चाहिँ त्यहाँ पुगेर गाडी पार्क गरेर अनि हामीहरू झर्यौं अनि बाहिर हेरेको कस्तो ठुलो रबर थियो अनि भाइ पनि हेरेकै थियो अनि त्यसपछि रबर चाहिँ एकदमै अग्लो थियो के अनि हामीहरूले फोटो खिच्यौं अनि हामीहरूले चाहिँ रजनी आन्टीलाई पनि भेट्यौं अनि हामीहरू सबैजना मिलेर लालापुर भित्रको पसलमा गयौं अनि त्यसपछि चाहिँ मम्मीले चाहिँ कपडाहरू किन्नु भयो अनि बिल पे गरेर अनि हामीहरू चाहिँ बाहिर निस्कियौं अनि हामीहरू चाहिँ लालापुरको यस्तो खतरा सामानहरू देखेको थियौं के अनि हामीहरू फेरि लालापुरबाट चाहिँ अर्कै इटालियन रेस्टुरेन्टमा चाहिँ गयौं अनि त्यहाँ पनि गाडी पार्क गरेर हामीहरू चाहिँ यो इटालियन रेस्टुरेन्ट चाहिँ 10th फ्लोरको माथिपट्टि थियो के त्यही भएर हामीहरू चाहिँ एलिभेटरमा चढेर गयौं एलिभेटर पनि यस्तो दामी थियो कि गाइजहरू ठुलो अनि बाहिरबाट पनि भ्यूहरू देखिने अनि भाइ बहिनीहरू पनि मुसु हाँस्दै खुसी भइरहेको थियो अनि हामीहरू फाइनली चाहिँ इटालियन रेस्टुरेन्टमा आइपुग्यौं मम्मीहरू चाहिँ खानेकुरा देखेर दङ्ग परिरहनु भएको थियो हामीहरू चाहिँ यो फर्स्ट टाइम हो के अनि त्यसपछि हामीहरू चाहिँ भित्र पस्यौं अनि वाइनहरू पनि थियो अनि यो चाहिँ 10th फ्लोरको भ्यू है गाइज अनि हामीहरूले चाहिँ यो ठुलो टेबल नि पहिल्यैबाट यो याक गरेर राखेको थियौं अनि यो लामो स्टिक चाहिँ के रहेछ भनेर सोधेको थिएँ मैले आन्टीलाई यो चाहिँ खानेकुराहरू नआएको बेलामा चाहिँ चपाउने कुरा हो रे अनि सलादहरू अनि यो चाहिँ के इटालियनको के थियो के अनि मलाई चाहिँ अरू केही पनि खान मन लागेन त्यही भएर मैले चाहिँ सलाद मात्रै भयो भने गम खाएँ अनि त्यसपछि चाहिँ यो यस्तो कुराहरू नि मैले चाहिँ खासै खाएन तर मम्मीहरूले चाहिँ मिठो मानेर खाइरहनु भएको म र साना बहिनी चाहिँ मुख बिगार्दै बसिरहेको थियौँ साना चाहिँ रिसाइ पनि रहेको थियो मलाई आलु अर्डर गरिदिनु मलाई केही पनि खान मन छैन भनेर अनि अर्को चाहिँ टोस्ट आयो अनि यो तरकारीले बनेको अथवा प्याजले बनेको कुराहरू आएको थियो अनि साना बहिनी चाहिँ पोटेटो आएर बल्ल हाँसिरहेको थियो अनि यो पनि के थियो भाइ चाहिँ गम कस्तो मजाले खाइरहेको थियो मैले चाहिँ मासु मात्रै खाएँ अनि मम्मीले पनि भेन्टा कस्तो मिठो गरेर खाइरहनु भएको थियो अनि हामीले सानाले हँसाएर मम्मी चाहिँ हाँसिरहनु भएको थियो अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ यो रामेन यो चाहिँ पास्ता हो अरे कि यो चाहिँ एकदमै फेमस अरे यो रेस्टुरेन्टको अनि रजनी आन्टी चाहिँ मिठो मानेर खाइरहनु भएको थियो अनि लास्टमा डेजर्ट आयो अनि मैले चाहिँ यो चक्लेट वाला यो वाला चाहिँ यस्तो मिठो लाग्यो अनि हामीहरू ठस्स परिरहेको थियौँ अनि त्यही बेलामा हाम्रो रजनी आन्टीले मलाई मेरो बर्थडेमा आउनुभएको थिएन सरप्राइज दिनुभयो थ्याङ्क यू रजनी आन्टी वान्स अगेन अनि हामीहरू दुईजना चाहिँ मक्ख परेर खायौँ अनि त्यसपछि यहाँको रेस्टुरेन्टलाई बाई बाई भनेर हामीहरू चाहिँ एस्केलेटरमा चढेर माथिको भ्यू हेर्न गयौँ अनि यस्तो राम्रो थियो राति परेको थियो अनि राति त अनि बत्तीहरू पोल्छ अनि झिलिमिली अनि यस्तो राम्रो देखेको थियो भ्यू पनि अनि हामीहरू चाहिँ सबैजना फोटो खिचेर त्यहाँबाट पनि लाग्यौँ अनि फेरि अघिकै आएको बाटोबाट हामीहरू गयौँ अनि सुरुमा चाहिँ हामीहरू ठस्स परेको थियो अनि रजनी आन्टीले सबै केकहरू सरप्राइज दिएर एकदमै ह्याप्पी भयौँ हामीहरू चाहिँ मुसु हाँस्दै घर फर्कियौँ अनि त्यसपछि गाइजहरूको चाहिँ भिडियो खिचिदिएको अनि यो चाहिँ यो रेस्टुरेन्ट चाहिँ 10th फ्लोरको सबभन्दा महँगो रेस्टुरेन्ट हो मैले अघि देखाएको अनि यहाँबाटको भ्यू पनि यस्तो दामी थियो त्यही हो गाइजहरू बाई बाई अनि म चाहिँ घर आएर सुत्न लागेको थियो